नमस्ते सबैजनालाई, यहाँहरुलाई स्वागत छ मेरो युट्युब च्यानल जीके विथ दीपक सामा। हिजोको क्लासमा हामीहरु के त स्थानीय तहलाई प्रदेशसँग रिलेटेड गरेर प्रदेशसँग कम्पेयर गरेर पढिसकेका छौं। आजको क्लासमा त्यही स्थानीय तहरुलाई जिल्लासँग कम्पेयर गरेर पढ्नेवाला छौं है। हो अब जिल्लासँग कम्पेयर गर्नु पर्दा 77 वटै जिल्लासँग पोसिबल छैन। हो पढ्ने कसरी त बढी कुनसँग कम कुनसँग भएको कुनसँग नभएको कुनसँग यसरी पढ्ने छौं है। अब स्थानीय तहलाई के त जिल्लासँग कम्पेयर गर्नु पर्दा पहिले स्थानीय तहलाई कम्पेयर गरे है। अब स्थानीय तह सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो त? सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला सर्लाही। सर्लाही सर्लाहीमा कतिवटा स्थानीय तह छन् त? 20 वटा। 20 वटामा के त 11 वटा नगरपालिका, 9 वटा के छन् त गाउँपालिका। नेपालमै सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हुन् त? सर्लाही। सर्लाहीमा 20 वटा स्थानीय तह छन्, जसमध्ये 11 वटा नगरपालिका छन्, 9 वटा गाउँपालिका। अब सबैभन्दा कम रुकुम पूर्व, ईस्ट रुकुममा। पूर्वी रुकुम पनि भन्दा हुन्छ है। रुकुम पूर्वमा 3 वटा स्थानीय तह छ। रुकुम पूर्वमा नेपालमै सबैभन्दा कम स्थानीय तह भएको जिल्ला सोध्यो भने रुकुम पूर्व। रुकुम पूर्वमा 3 वटा मात्र स्थानीय तह छन्, त्यो पनि 3 वटै के छन् त गाउँपालिकाहरू। 3 वटै के छन् त गाउँपालिकाहरू। कुन कुन गाउँपालिकाहरू त? भूमे गाउँपालिका, सिस्ने गाउँपालिका र पुथा उत्तर गंगा गाउँपालिका। पुथा उत्तर गंगा गाउँपालिका। 3 वटा स्थानीय तह छन्, 3 वटै के छन् त गाउँपालिका। 3 वटै के छन् त गाउँपालिका। स्थानीय तह नभएको त त्यस्तो कुनै जिल्लै हुँदैन है। ल अब के त गाउँपालिकालाई कम्पेयर गर्नु पर्यो। गाउँपालिकालाई कम्पेयर गर्नु पर्दा सबैभन्दा बढी गाउँपालिका भएको जिल्ला कुन हो? सबैभन्दा बढी यो स्थानीय तह भयो। अब गाउँपालिकालाई कम्पेयर गर्नु पर्दा सबैभन्दा बढी गाउँपालिका भएको जिल्ला धादिङ। धादिङमा 13 वटा स्थानीय तह छन्, जसमध्ये गाउँपालिका कतिवटा छन् त? 11 वटा। 11 वटा के छन् त गाउँपालिका। अब सबैभन्दा कम भनेको एउटा कुन हो त? इच्छाकामना गाउँपालिका, चितवनमा। चितवन है सबैभन्दा कम गाउँपालिका भएको जिल्ला सोध्यो भने चितवन। चितवनमा 7 वटा स्थानीय तह छन्, एउटा महानगरपालिका, 5 वटा नगरपालिका। गाउँपालिका कतिवटा त? एउटा। गाउँपालिका कति छन् त? 1 वटा। इच्छाकामना गाउँपालिका। इच्छाकामना गाउँपालिका। एउटा भरतपुर महानगरपालिका पनि कहाँ छन् त? चितवनमै। गाउँपालिकाको कुरा भइरहेछ भने गाउँपालिका कतिवटा छन् त? एउटा। त्यसो भए नेपालको 2 वटा जिल्लामा गाउँपालिका नै छैन। गाउँपालिका विहीन जिल्ला सोध्यो भने कतिवटा त? 2 वटा। गाउँपालिका विहीन भनेको नभएको। गाउँपालिका विहीन जिल्ला कतिवटा छन् त? 2 वटा। कुन कुन हुन् त? काठमाडौँ र भक्तपुर। काठमाडौँ गाउँ कहाँ हुँदैन त? शहरमा हुँदैन। काठमाडौँ र भक्तपुर। काठमाडौँमा 11 वटा स्थानीय तह छन्, जसमध्ये एउटा महानगरपालिका, 10 वटा नगरपालिका। भक्तपुरमा 4 वटा स्थानीय तह छन्, त्यो 4 वटै के छन् त नगरपालिकाहरू।
त्यही भएर गाउँपालिका विहीन जिल्ला भन्यो भने दुईवटा, काठमाडौँ र भक्तपुर गाउँपालिका नभएको जिल्लाहरू। त्यसो भए नेपालको कतिवटा जिल्लामा गाउँपालिकाहरू छन् त? दुईवटामा नभएपछि अरु सबैमा छन्। 75 वटा जिल्लामा के छन् त? गाउँपालिकाहरू छन्। त्यसो भए नेपालमा के त? दुईवटा बराबर क्षेत्रफल भएको गाउँपालिकाहरू छन्। दुईवटा गाउँपालिकाहरू यस्तो छन् जसको क्षेत्रफल के छन् त? बराबर छ। कुन कुन छन् त? चिसङ्खुगढी र चम्पादेवी। चिसङ्खुगढी र चम्पादेवी। चिसङ्खुगढी र चम्पादेवी ओखलढुङ्गामा छन् है। चम्पादेवी, चिसङ्खुगढी र चम्पादेवी कति छन् त यिनीहरूको क्षेत्रफल? 126.91 है। पोइन्ट पछि त्यस्तो खासै म्याटर गर्दैन। चिसङ्खुगढी र चम्पादेवी बराबर क्षेत्रफल भएको गाउँपालिकाहरू सोध्यो भने चिसङ्खुगढी र चम्पादेवी। अब नगरपालिकालाई पनि कम्पेयर गर्नु पर्यो। नगरपालिकालाई कम्पेयर गर्नु पर्दा सबैभन्दा बढी नगरपालिका भएको जिल्ला कुन हो त? रौतहट। यसरी पनि लजिक लाउने हो। नेपालकै सबैभन्दा बढी नगरपालिका भएको प्रदेश कुन हो त? मध्य प्रदेश। कतिवटा त? 73 वटा। अब जुन प्रदेशमा बढी नगरपालिका छ, नगरपालिका धेरैको कुरा आयो भने त्यही प्रदेशको कुनै न कुनै जिल्लामा होला। रौतहट कुन प्रदेशमा छ? मध्य प्रदेशमा। नगरपालिकाको कुरा गर्नु पर्दा नगरपालिका बढी भएको जिल्ला, नगरपालिकाको कुरा गर्नु पर्दा सबैभन्दा बढी नगरपालिका भएको जिल्ला कुन हुन् त? रौतहट। रौतहटमा कतिवटा त? 16 वटा नगरपालिका छन्। 16 वटा नगरपालिका छन् है। अब यहाँ सबैभन्दा कम नगरपालिका भएको जिल्ला सोध्न मिल्दैन। किन मिल्दैन त? नेपालमा 8 वटा जिल्लाहरू यस्ता छन् जसमा एउटा नगरपालिकाहरू छन्। अब कम कसलाई भन्ने हो त? भन्न मिल्छ? मिल्दैन। कुनै एउटासँग कम हुनुपर्ने थियो, अरु सबैसँग त्योभन्दा बढी हुनुपर्ने थियो, अनि मात्रै के त? त्यो कम अरु बढी। तर 8 वटा जिल्लामा एउटा छन् भने अब कम कसलाई भन्ने हो त? कसैलाई पनि भन्न मिल्दैन। हो, त्यो एउटा नगरपालिका भएको जिल्लाहरू कुन कुन हुन् त्यो पढ्नु पर्छ। एउटा मात्र नगरपालिका भएका जिल्लाहरू कतिवटा छन् त? एउटा मात्र नगरपालिका भएका जिल्लाहरू कतिवटा छन् त नेपालमा? 8 वटा। 8 वटा है। हो, कुन कुन हुन् त? म्याग्दी, मुगु, सोलुखुम्बु, पाँचथर, ओखलढुङ्गा, जुम्ला, ताप्लेजुङ र रोल्पा। यी 8 वटा जिल्लाहरूमा के छन् त? एउटा मात्र नगरपालिका छ। त्यही भएर नगरपालिका कम भएको जिल्ला सोध्न मिल्दैन। हो, यी जिल्लाहरू कसरी सम्झिने त? यसको एउटा सूत्र पनि छ है। सकेसम्म सूत्र आफैले पनि बनाउँदा हुन्छ, नभए यही कपी गर्दा हुन्छ है। म्याकुरी मुसो 5 वटा जुत्ता रोलियो भनेर सम्झिँदा हुन्छ है। 5 वटा जुत्ता रोलियो। अब मुसोको काम के हो त? जुत्ता, लुगा यिनीहरू के त? बिगाड्ने हो कि होइन? अब म्याग्दी, मुगु, सोलुखुम्बु, पाँचथर, ओखलढुङ्गा, जुम्ला, ताप्लेजुङ, रोल्पा। यो सम्झिनलाई मात्रै हो। तपाईहरु सकेसम्म आफै पनि बनाउन सक्नुहुन्छ है। अब म्याग्दी भयो, मुगु, सोलुखुम्बु, यहाँ सबै नामहरू छँदैछ। एटलिस्ट यो सूत्रबाट तपाईहरुलाई 8 वटा याद नभए पनि 6-7 वटा याद हुन्छ है।
जस्तै मुसो आउने बित्तिकै मुगु र सोलुखुम्बु, जुत्ता आउने बित्तिकै जुम्ला र ताप्लेजुङ, 5 भनेको 5 थर। अब यो त यादै रहन्छ है म्याग्दी। ल किन मैले यो सबै कुराहरू लेखाए त क्वेशन यहाँबाट सोधिसकेको छ, तल दिएको मध्ये एउटा मात्र नगरपालिका भएको जिल्ला कुन हो, अनि यहीबाट कुनै एउटा अप्सनमा दिन्छ है। अर्को के त तल दिएको मध्ये एउटा भन्दा बढी नगरपालिका भएको जिल्ला कुन हो, अनि यहाँबाट 3 वटा अरु बाहिरबाट दिन्छ। अब एउटा मात्र नगरपालिका भएको जिल्लाहरू थाहा छ भने एउटा मात्र भएको पनि सोध्दा मिलाउनु पर्यो, एउटा भन्दा बढी पनि या त नभएको पनि सोध्दा मिलाउनु पर्यो। नगरपालिका विहीन जिल्लाहरू पनि छन् है नेपालमा। नगरपालिका विहीन भनेको नगरपालिका नै नभएको जिल्लाहरू कतिवटा छन् त? नगरपालिका विहीन जिल्ला 5 वटा। नगरपालिका विहीन जिल्ला कतिवटा छन् त? 5 वटा। नगरपालिका विहीन जिल्ला, नगरपालिका विहीन जिल्ला भन्यो भने नगरपालिका नै नभएको जिल्लाहरू कतिवटा छन् त? 5 वटा। कुन कुन हुन् त? मनाङ, मुस्ताङ, रसुवा, हुम्ला र एउटा कुन त? रुकुम पूर्व। भर्खरै एकछिन अगाडि के पढ्नु भएको थियो त? रुकुम पूर्वमा 3 वटा स्थानीय तह छन्, त्यो पनि 3 वटै के छन् त? गाउँपालिका। भूमे गाउँपालिका, सिस्ने गाउँपालिका, पुथा उत्तरगंगा गाउँपालिका। त्यसो भए नगरपालिका विहीनमा एउटा कुन पनि पर्यो त? रुकुम पूर्व पनि पर्यो है। रुकुम पूर्व, रुकुम पूर्व, ईस्ट रुकुम। हुम्ला, रुकुम पूर्व, यो र भनेको रसुवा, मुस्ताङ, मनाङ, म मु र हुरु भनेर सम्झिँदा हुन्छ, या त म मु र रुहु भनेर पनि सम्झिँदा हुन्छ। र यसमा मैले अझै एउटा के कुरा जोडे त? नगरपालिका भन्दा बढी उपमहानगरपालिका भएको जिल्ला कुन हो त? फेरि दाङ। दाङमा 2 वटा उपमहानगरपालिका छन्, घोराई र तुलसीपुर, तर नगरपालिका चाहिँ कतिवटा छन् त? एउटा। त्यही भएर नगरपालिका भन्दा बढी उपमहानगरपालिका भएको जिल्ला सोध्यो भने फेरि दाङ। यो के भयो त? जिल्लासँग कम्पेयर। अब जिल्लासँग कम्पेयर गरेर मात्रै हुँदैन, यसलाई हिमाल, पहाड, तराईसँग पनि कम्पेयर गर्नु पर्यो। हिमाल, पहाड, तराईसँग कम्पेयर गर्नु भन्दा अगाडि पहिले हामीलाई के थाहा हुनु पर्यो त? हिमालमा कतिवटा जिल्ला, पहाडमा कति, तराईमा कति। अब नेपालको भौगोलिक विभाजन, भौगोलिक विभाजनको कुरा गर्नु पर्दा जियोग्राफिकल डिभिजन अफ नेपाल भन्यो भने कति भागमा छन् त नेपालको भौगोलिक विभाजन? 3 भागमा। हिमाल, पहाड, तराई, कोही छैन पराई। हो यो नेपाल 3 भागमा कहिले विभाजन भयो त? श्री 5 महेन्द्रको पालामा। हिमाल, पहाड, तराई, कोही छैन पराई भनेर स्लोगन पनि त्यतिखेरै आएको थियो है। हो त्यतिखेर के त? हिमालमा कतिवटा जिल्ला, पहाडमा कति, तराईमा कति, त्यो पनि जान्नु पर्यो। डाइरेक्ट 21, 35, 21 भएको हो त? होइन नि। यो 21, 35, 21 लगभग सबैलाई थाहा हुन्छ है। त्यो भन्दा एक्स्ट्रा कुराहरू हामीलाई बुझ्नु पर्यो। विभिन्न समयमा विभिन्न गतिविधिहरू भएर अनि मात्रै के त अहिले वर्तमान अवस्थामा 21, 35, 21 छ। त्यो भन्दा अगाडि जिल्लाहरूको संरचना कस्तो थियो? हिमालमा कतिवटा थियो, पहाडमा कतिवटा, तराईमा कतिवटा, त्यो सब पनि बुझ्नु पर्यो। मात्रै टुप्पो टुप्पोको कुराहरू पढेर हुँदैन। किन भोलि गएर क्वेशन सोध्यो भने पहाडबाट हिमालमा सरिएको अन्तिम जिल्ला कुन त? कुन मितिमा सर्यो? हो यस्तो क्वेशनहरू सोधिदा यस्तो क्वेशनहरूलाई डिल गर्नको लागि डिटेलमै पढ्नु पर्छ। सुरुमा हिमालमा कतिवटा जिल्ला थियो त? 16 वटा। पहाडमा कतिवटा थियो त? 39 वटा। तराईमा कतिवटा थियो त? 20 वटा। 75 वटा जिल्ला थियो। कहिले त? 2018 साल वैशाख 1 गते। 2018 साल वैशाख 1 गते। त्यसपछि हामी सबैलाई थाहा छ है नेपालका 2 वटा जिल्लाहरू टुक्रिए, जसमध्ये एउटा पहाडको जिल्ला थियो, एउटा तराईको जिल्ला थियो।
रुकुम पहाडको, नवलपरासी तराईको। अब पहाडमा एउटा जिल्ला टुक्रिसकेपछि पहाडमा कतिवटा जिल्ला बढ्यो त? एउटा। किन? रुकुम अलरेडी छँदै थियो है। रुकुम टुक्रिएरै के भयो त? रुकुम पूर्व र रुकुम पश्चिम। जस्तै फर एक्जाम्पल एउटा रोमलाई 2 भागमा पार्टिसन गर्नुस् त, बढेको चाहिँ कतिवटा हुन्छन् त? एउटा मात्र। किन? एउटा त अलरेडी छँदै थियो हो। रुकुममा एउटा पहाडमा एउटा बढ्यो। तराईमा पनि के त? नवलपरासी टुक्रियो है। तराईमा पनि कति बढ्नु पर्ने त? एउटा मात्र। त्यसपछि के भयो त? हिमालमा 16, पहाडमा 40, तराईमा 21। यो 77 जिल्लामा कहिले विभाजन भयो त नेपाल? 2074 साल 5 महिना 5 गते, भाद्र 5 गते। भाद्र 5 गते नेपाल कतिवटा जिल्लामा विभाजित भयो त? 77 वटा जिल्लामा। त्यसपछि यही कुरा रोकिँदैन है। त्यसपछि नेपालमा के भयो त? स्थानीय सरकार सञ्चालन ऐन 2074 लागू भयो है। कहिले त? 2074 साल असोज 29 गते। स्थानीय सरकार सञ्चालन ऐन लागू भइसकेपछि स्थानीय सरकार सञ्चालन ऐनले के निर्णय गर्यो त? पहाडको 4 वटा जिल्लाहरू पहाडमा फिट भइरहेको छैन, कहाँ सार्नु पर्ने हो त यिनीहरूलाई? हिमालमा। त्यसपछि सुरुमा 4 वटा जिल्लाहरू पहाडबाट हिमाल सरे। अब पहाडबाट हिमालमा गइसकेपछि के हुन्छ? पहाडमा घट्छ, जहाँ गयो त्यहाँ बढ्छ। कति भयो त यहाँ? 20, 36, 21 जिल्ला जतिको त्यति नै। यो कहिलेको घटना हो त? 2075 साल 5 महिना 25 गते, भाद्र 25 गते। त्यो 4 वटा जिल्लाहरू कुन कुन थिए त? राधाको गोरु भनेर सम्झिँदा हुन्छ। राधाको गोरु, रामेछाप, धादिङ, गोर्खा, रुकुम पूर्व। रामेछाप पहिले यिनीहरू पहाडी जिल्ला थिए, अहिले के छन् त? हिमाली। धादिङ, गोर्खा र रुकुम पूर्व। रुकुम पूर्व कहिले यिनीहरू सरे त? 2075 साल 5 महिना 25 गते। त्यसपछि के भयो त? हिमालमा 20 वटा, पहाडमा 36 वटा, तराईमा जतिको त्यति नै। अब 4 वटा जिल्ला पहाडबाट हिमालमा गयो भने हिमालमा बढ्छ, पहाडमा घट्छ। सपोज तपाईको क्लासबाट 4 जना अरु क्लासमा गयो भने जुन क्लासमा गयो त्यहाँ बढ्छ, जहाँबाट गयो त्यहाँ घट्छ। फेरि स्थानीय सरकार सञ्चालन ऐनले फेरि के गर्दियो त? फेरि एउटा जिल्लालाई पहाडबाट हिमालमा सार्ने निर्णय। हेर्नुस् त कति दुःख दियो हामीलाई। एकैचोटी सारिदिएको भए के हुन्थ्यो? एउटै मितिमा सबै समेटिन्थ्यो है। हैन, दुःख दिनु नै छ। त्यही भएर के गर्दियो त? पछिदेखि फेरि एउटा जिल्लालाई के गर्यो त? सार्यो। अब पछिदेखि फेरि एउटा जिल्ला यहाँबाट हिमालमा गयो भने फेरि के हुन्छन् त? पहाडमा घट्छ, हिमालमा बढ्छ। त्यसपछि यहाँ कति भयो त? 21, 35, 21। यो कहिलेको कुरा हो त? जिल्ला त 77 नै हुन्छ। 2075 साल फागुन भनेको 11 को महिना 19 गते। अन्तिममा पहाडबाट हिमाल सरिएको जिल्ला कुन हुन् त? म्याग्दी। यसरी अहिले के त? 21, 35, 21 छ। माथि पनि 21, बीचमा 35, तल पनि 21। सुरुमै 21, 35, 21 थिएन है। अब जिल्लाहरू फेरबदल भइसकेपछि के हुन्छ? क्षेत्रफलमा पनि घटबढ हुन्छ, हो कि होइन? जिल्लाहरू फेरबदल भइसकेपछि के हुन्छन् त? क्षेत्रफलमा पनि घटबढ हुन्छ। अब क्षेत्रफलमा घटबढ हुँदा अहिले वर्तमान अवस्थामा हिमाली प्रदेशले कति प्रतिशत क्षेत्रफल अग्देको छ नेपालको? पहाडी प्रदेशले कति, तराईले कति, त्यो पनि बुझ्नु पर्यो है। अब हिमालको कुरा गर्नु पर्दा पहिले के थियो त? 15, 68, 17। तर जिल्लाहरू यतादेखि उता गयो भने घटबढ हुन्छ, हो कि होइन? कि जति छ त्यति नै रहन्छ? त्यति रहदैन है। अब हिमालमा अहिले नेपालको कुल क्षेत्रफलको कति प्रतिशत भूभाग ओगटेको छन् त? 25.5% है। सल्तन 0.5। तर के त? धेरै पुस्तकहरुमा 22.5 पनि छ। यदि 25.5 भएन भने अनि मात्रै 22.5
र 17%। तराईमा त के त केही फेरबदल नै भएन, भयो त भएन। तराईमा टुक्रिएर तराईमै रह्यो, पहिले पनि 17 थियो, अहिले पनि 17 छ। जस्तै तराजुको एक साइडमा 1 केजी छ, त्यसलाई तोडेर फेरि त्यही साइड राख्नुस् त, यताउति चेन्ज नगरिकन त्यो 1 केजी नै रहन्छ हो। क्षेत्रफल पनि यसरी के भयो त डिस्ट्रिब्युट भयो। अब जनसंख्याको कुरा गर्नु पर्दा नयाँ 2078 सालको अन्तिम नतिजा अनुसार अहिले हिमालमा कति प्रतिशत जनसंख्या बसोबास गरिरहेछन् त 6.08%। प्रारम्भिक नतिजा अनुसार 6.09 थियो है। अब त्यसै गरी पहाडमा 40 कति प्रतिशत त 31%। पहिले 40.25 थियो है प्रारम्भिक नतिजा अनुसार। त्यसपछि के त नेपालको आधी भन्दा बढी जनसंख्या कहाँ बसोबास गरिरहेछन् त तराई प्रदेशतिर। अहिले वर्तमान के त जनगणना अनुसार हिमालमा 6.08% जनसंख्या बसोबास गरिरहेछन्, पहाडमा 40.31, तराईमा 53.61%। अब स्थानीय तहलाई के त हिमाल पहाड तराईसँग पनि कम्पेयर गर्ने छौं है। अब हिमाल पहाड तराईसँग कम्पेयर गर्नु पर्दा जस्तै हिजोको क्लासमा के त प्रदेश वाइज कम्पेयर गरेका थियौं है हो। प्रदेश नम्बर 1 मा कति, 2 मा कति, 3 मा कति। अब सेम त्यसै गरी के त हिमालमा कति, पहाडमा कति, तराईमा कति, त्यो पनि बुझ्नु पर्यो हो कि होइन? कि सबै एउटै प्रदेशमा छ हैन नि? केही अमाउन्टमा हिमालमा छ, केही अमाउन्टमा पहाडमा, केही अमाउन्टमा तराईमा, त्यो पनि बुझ्नु पर्यो। स्थानीय तहको कुरा गर्नु पर्दा हिमालमा कति छन् त 169, पहाडमा कति छन् त नेपालको संविधानमा जतिवटा धारा छ त्यति 308, तराईमा कतिवटा छन् त जतिवटा नगरपालिकाको संख्या छ 276। यो तीनटै जोड्दा कति त 753 जति छ है। अब गाउँपालिकालाई पनि कम्पेयर गर्नु पर्यो। गाउँपालिका अहिले हिमालमा कति छन् त? हिमालमा गाउँपालिका 135 वटा, पहाडमा 199, तराईमा 126। यो जम्मै जोड्दा 460। और नगरपालिका भनेको के त प्योर म्युनिसिपालिटीलाई अहिले कम्पेयर गर्ने छौं है 276 लाई। और नगरपालिकालाई कम्पेयर गर्नु पर्दा के त हिमालमा कति छन् त 34 वटा, पहाडमा 105, अरु सबै तराईमा 137, 276 है। अब उपमहानगरलाई कम्पेयर गर्नु पर्दा हिमालमा छैन। किन? उपमहानगरपालिका हुनलाई जनसंख्या 2 लाख चाहिन्छ है हो। 2 लाख जनसंख्या हिमालमा कहाँबाट आउँछ? धेरै गाह्रो छ। त्यही भएर पहाडमा कति छन् त? एउटा हेटौडा, मकवानपुर, अरु सबै 10 वटै कहाँ छन् त? तराईमा। त्यसैगरी महानगर हिमालमा छँदै छैन, पहाडमा 3 वटा ललितपुर, काठमाडौँ, पोखरा, अरु 3 वटा कहाँ छन् त? तराईमा विराटनगर, वीरगञ्ज, भरतपुर, 6 वटा। भौगोलिक विभाजन अनुसार है, फेरि तपाईहरुलाई लाग्दै होला मकवानपुर, भरतपुर, चितवन यिनीहरु भित्री मधेसमा पर्छ, त्यो भनेको राजनीतिक विभाजन अनुसार हो, त्यसको पनि कुरा गर्ने छौं। अब यहाँ अझै एउटा के कुरा मैले जोड्न खोजे त, जस्तै अब इन्डिकेट गरेर सोधिन्छ है, हिमालमा सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन? अब नेपालमै सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला सर्लाही हो है, तर सर्लाही हिमालमा छ त? छैन। यसरी हिमालबाटै इन्डिकेट गरेर सोधियो भने त्यतिखेर के हुन्छ त? धादिङ। हिमालमा सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला बढी है, यतातिर बढी, एक साइड कम। बढी कुन छन् त? धादिङ। धादिङमा 13 वटा स्थानीय तह छन्, 11 वटा गाउँपालिका, 2 वटा नगरपालिका। सबैभन्दा कम कुन त? रुकुम पूर्व। रुकुम पूर्व नेपालमै सबैभन्दा कम स्थानीय तह भएको जिल्ला हो, जुन अहिले कहाँ छन् त? हिमालमा। भर्खरै एकछिन अगाडि पढ्नु भयो है, राधाको गोरुमा रुकुम पूर्व अहिले के छन् त? हिमाली जिल्ला। अब त्यसैगरी पहाडमा सोधियो भने पहाडमा सर्लाही त पहाडमा छैन, इट मिन्स पहाडमा काभ्रे, पलाञ्चोक, काभ्रे है।
काभ्रे प्लान्चोक 13 वटा स्थानीय तह छन् यसमा पनि र पहाडमा सबैभन्दा कम स्थानीय तह भएको जिल्ला भक्तपुर 4 वटा तराईमा सोध्यो भने तराईमा सबैलाई थाहा छ सर्लाही नेपालमै सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला सर्लाही हो भने तराईमा पनि कुन हुन्छ नि त सर्लाही नै हुन्छ कम सोध्दा 2 वटा हुन्छ है चितवन र परासी दुईटैमा बराबर छन् चितवन र परासी 7 वटा छन् ल यहाँ हेर्नुस् है साथीहरु यसमा अझै एउटा कुरा मैले के थपे त जस्तै म्याक्सिमम स्टुडेन्टहरुको के हुन्छ नि त डाउट 5 वटा बढी कम भएको अरु पनि मिलेको भए धेरै राम्रो हुन्थ्यो यो अपडेटेड फर्ममा है नयाँ जनगणना अनुसार गाउँपालिका 460 वटा छ जसमध्ये क्षेत्रफलको आधारमा 5 ठूलो गाउँपालिका यो साइड हो क्षेत्रफलको आधारमा 5 सानो गाउँपालिका यो साइड यसलाई म आफ्नो पेजमा पनि राखिदिन्छु जीके विथ दीपक सा त्यहाँबाट डाउनलोड गरेर त्यहाँबाट के त सेभ गरेर सुरक्षित राखेर तयारी गर्न सक्नुहुन्छ है अर्को के त जनसंख्याको आधारमा 5 ठूलो जनसंख्याको आधारमा 5 सानो गाउँपालिका नगरपालिकालाई नि त्यसरी राखिदिएको छु है नगरपालिकालाई पनि क्षेत्रफलको आधारमा 5 ठूलो नगरपालिका क्षेत्रफलको आधारमा 5 सानो नगरपालिका बेस्ड अन एरिया बिगर बेस्ड अन एरिया 5 स्मलर अब त्यसैगरी उपमहानगरपालिकालाई नि राखिदिएको छु उपमहानगरपालिकाको क्रम नै राखिदिएको छु है उपमहानगरपालिका क्षेत्रफलको आधारमा ठूलो देखि सानो उपमहानगरपालिकाहरूको क्रम अब ठूलो र सानो मात्रै जानेर हुँदैन क्रम पनि चाहिन्छ यसको सूत्र पनि म बनाएर कुनै दिन भिडियोकै मार्फत राखिदिन्छु नभए के त यसलाई तबसम्म तपाईहरु कपी गरेर राख्नुस् है या त आफै पनि सूत्र बनाउँदा झन राम्रो अब यो जनसंख्याको आधारमा ठूलो देखि सानो महानगरपालिकाहरूको क्रम अब महानगरपालिका क्षेत्रफलको आधारमा ठूलो देखि सानो महानगरपालिकाहरूको क्रम र जनसंख्याको आधारमा के त ठूलो देखि सानो महानगरपालिकाहरूको क्रम र जनसंख्याको आधारमा तपाईहरुलाई अब के विचार गर्नु पर्यो त नयाँ जनगणना अनुसार भरतपुर के त ललितपुरलाई जितिसकेको छ 2068 मा ललितपुर अगाडि थियो अहिले चाहिँ के त भरतपुर अगाडि छ र नेपालमै सबैभन्दा पहिलो महानगरपालिका कुन हुन् त काठमाडौँ महानगरपालिका 2052 साल मंसिर 29 गते र अन्तिम महानगरपालिकाहरू कुन हुन् त विराटनगर र वीरगञ्ज 2074 साल ज्येष्ठ 17 गते यिनीहरूलाई सूत्रबद्ध तरिकाले आफै पनि कन्भर्ट गर्न सक्नुहुन्छ